यतिखेर हामी बलिदान चलचित्र हेर्नका लागि फिल्म हलमा आइपुगिसकेका छौँ। यो चलचित्र नेपालीहरूले निकै प्रतीक्षा गरेको चलचित्र हो। यो विशेष गरेर अझै सन्तोष सेन दाईले बनाएको र त्यसपछि समीर भट्ट र सौगात मल्ल दाईको अभिनय रहेको यो चलचित्र एकदमै चाहिँ चर्चा र परिचर्चा रहेको थियो। यतिखेरको समयमा हामी चलचित्र हलभित्र पसिसकेका छौँ र यो चलचित्र हेरिसकेपछि यो चलचित्र कस्तो छ भन्ने कुरा तपाईहरुलाई रिभ्यू पक्कै पनि बताउने छु। राम्रो लाग्यो भने हामी राम्रो नै भन्छौँ र राम्रो लागेन भने चाहिँ राम्रो लागेन भन्छौँ। यतिखेरको समयमा हामी चलचित्र हेरेर बाहिर निस्किसकेका छौँ। यो चलचित्रको चाहिँ मलाई मन नपरेको पार्ट चाहिँ मलाई के लाग्यो भने रिचा शर्माले आमाको भूमिका निर्वाह गर्नुभएको चाहिँ त्यति धेरै राम्रो लागेन। अहिले नै चाहिँ रिचा शर्मालाई आमा बन्ने भूमिका चाहिँ त्यति धेरै सुहाउँदो रहेछ। हिरोइनमै खेलेको भए अझै राम्रो हुन्थ्यो होला जस्तो चाहिँ मलाई लागेको छ। तिमीलाई चाहिँ कस्तो लाग्यो यो चलचित्र? चलचित्र बलिदानको कथा चाहिँ अलि एकदम कमजोर छ, विक छ। के अरे फिल्म त्यो सलल बगेको पनि छैन अनि अलि खुलेर के को लागि बलिदान दियो भने त्यो पनि छैन। सौगात मल्ल दाईको रोल कस्तो लाग्यो? सौगात मल्लको रोल अलि एकदम छोटो पनि छ अनि त्यो के को लागि बलिदान दियो अलिक त्यो खुलेर त्यसको कथामा कसरी जोड्यो कि त्योहरू पनि छैन। तिमीलाई चाहिँ कस्तो लाग्यो? भिएफएक्सहरू विक छ। फाइटिङ सिनमा चाहिँ त्यो मान्छेहरूलाई तानेको रोपले तानेको स्पष्टसँग देखिएको छ जुन चाहिँ मलाई मन परेन। त्यो चाहिँ मन परेन। यो 6 करोडको लगानी भनिरहेछ, यो फिल्म कस्तो लाग्यो? सन्तोष सेनले जसरी 6 करोडको के अरे लगानी छ खर्च भएको छ भने चाहिँ त्यो फिल्ममा चाहिँ अलिकति पनि देखिएको छैन। के अरे कतै पनि ल यो चाहिँ 6 करोडको फिल्म हो भनेर चाहिँ त्यो खर्चहरू चाहिँ देखिएको छैन त्यो फिल्ममा। अनि हिरोइनको रोल कस्तो लाग्यो? हिरोइनको रोल भन्नाले अब रिचा शर्मा मात्रै हो हिरोइन भन्नाले। अनि रिचा शर्मालाई चाहिँ त्यति सुहाएको जस्तो चाहिँ छैन त्यो आमा बन्ने रोलमा। हिरोइन त्यो मरेको पनि त त्यति साह्रै के छ त्यो कथा नै कमजोर भएर त्यो फिल्मको के हो त्यो अलिक बुझ्नै गाह्रो पनि छ। जुन बलिदानको टिजर भनेर सुरुमा पब्लिस गरेको थियो सबैको मनमुटुमा बस्न सफल भएको थियो। त्यो टिजरसँग एउटा पनि कहानी मिल्दैन। तपाईहरुले सुनिसक्नुभयो हैन? हाम्रो साथीले दिनुभएको रिभ्यू। मैले चाहिँ तपाईहरुलाई यो चलचित्र हेर्दै गर्दाखेरि समयमा ठुलो हाई एक्सपेक्ट गरेर चाहिँ तपाईहरु चलचित्र हेर्न नजानु होला। तर एकचोटि चलचित्र चाहिँ हेर्न जानु होला। अहिलेको युवा पुस्ताहरूलाई मिल्ने चलचित्र हो र त्यसपछि राजनीतिक परिवेशमा घुमेको एउटा चलचित्र छ। त्यही नै हो। तपाईहरुले यो ठ्याक्कै बलिदान के को हो भन्ने कुरा चाहिँ त्यहाँनिर स्पष्ट छैन। थोरै एउटा देखाउन खोजेको छ तर त्यसको चाहिँ क्लियर छैन। हो यो हाम्रो साथीहरुको सबै नितान्त विचार हो। तपाईलाई राम्रो पनि लाग्न सक्छ। यदि राम्रो लाग्यो भने तपाईले कमेन्ट गर्न नभुल्नु होला। तपाईहरुको विचार पनि राख्नु नभुल्नु होला भन्दै म बिदा चाहन्छु। थ्यांक यू, नमस्ते, आई लभ यू।